अनि म चाहिँ यहाँ आउँदै थिएँ कि होइन, यहाँनिर चाहिँ यस्तो मजाले काम हुन्छ कि कस्तो मजाले सिग्नल मिलाएर। म चाहिँ भर्खर कामबाट आएको होइन, कामबाट आएर खानासाना बनाउनु लागेको 11 बजी थियो होला। सो है अहिले चाहिँ 12-15 भइसक्यो। तरकारी पाक्दैछ बल्ल। तरकारी पाकेपछि खाना खाने, सुत्ने होइन। यो आलु र काउली के अरे आलु र साग बनाइदिएको। आलु र काउली भनेको छ, काउली चाहिँ फ्रिजमा छ कि होइन। सो आलु र साग बनाए यस्तै छ होइन। राति हुन्छ के गर्नु, सबै भनेको जस्तो हुँदैन टाइममा। अब यस्तै हो, भिडियो पनि बनाउनु पऱ्यो गर्दाखेरि चाहिँ होइन। अनि यत्तिको बिजी हुन्छ कि होइन। अब काम भएर चाहिँ स्कुल जाऊ, अझै मेरो पढाइ चाहिँ झनै लामो छ होइन। 9 बजीबाट 3 बजीसम्म हुन्छ। आज चाहिँ 12 बजीसम्म थियो। यो हप्ता भोलिसम्म चाहिँ 12 बजीसम्म छ। पर्सिबाट चाहिँ फेरि 3 बजी, 3 बजीपछि चाहिँ अनि फेरि काममा जाऊ। काममा गएको गर्दाखेरि चाहिँ अलिकति टाइम हुँदैन भनौँ न, टाइम हुँदैन। अनि सुत्नको लागि अलिकति टाइम नहुने चाहिँ होइन, जे होस् ठिकठाकै हुन्छ होइन। 5-6 घन्टा सुत्न पाउँछ, त्यो भनेको चाहिँ ठिकै हो जस्तो लाग्छ मलाई चाहिँ होइन। 5-6 घन्टा। अब भोलि बिहान उठ्यो 7 बजी उठ कि 6 बजी उठ होइन। सो अलार्म अब 6 बजीबाट हुन्छ स्टार्ट चाहिँ, तर उठ्ने चाहिँ अब फिक्स हुँदैन भनौँ न। 7 बजी अल्छी लागिराखेको हुन्छ, निन्द लगाइराखेको हुन्छ, अनि बिहान उठ्नु मन लागेको हुँदैन। अनि सो त्यतिखेर सुत्यो। अनि त्यस्तै हो कि अलिकति टाइम चाहिँ अलिकति भनौँ न यहाँ म्यानेज गर्न चाहिँ अलिक गाह्रो छ। काम पढाइ गर्दै अब घरतिर नि हेर्नु पऱ्यो नि त। सो अब अहिलेसम्म चाहिँ त्यति राम्रोसँग हेर्न नसक्यो नि। अब जे भए पनि आफ्नो लागि त यहाँ बस्नको लागि त जे भए पनि गर्नु पऱ्यो नि त। सो घरसम्म पुऱ्याउनु नसकेको नि त, कमसेकम आफू त राम्रोसँग बस्नु पऱ्यो नि त। त्यही भएर यस्तै छ होइन। सो यही नै हो गाइज। अब एकछिनमा खाना खान्छु अनि सुत्छु। सो सुत्दाखेरि त्यही 12-1 बज्छ, कहिले काहीँ 2-3 यस्तै हो सबैको लाइफ होइन। जति नि बाहिर हुनुहुन्छ फरेनमा, अनि स्टुडेन्ट लाइफमा हुनुहुन्छ, सो तिनीहरूको चाहिँ त्यो यस्तै छ क्या। मेरो मात्र होइन, अरूहरू पनि यस्तै हो होइन। सो अझै नाइट काम हान्नेहरू त यतिखेर काममा होला होइन। सो भोलि बिहान आउने, एकछिन सुत्ने। अब बिहान 6 बजीसम्म काम हानेर 9 बजीबाट स्कुल हो भने त सुत्नु पनि पाउँदैन। अझै घर रुम आयो, त्यत्तिकै स्कुल गयो, फेरि बेलुका अनि एकैचोटि यस्तो हुन्छ। सो त्यही नै हो गाइज, यस्तो हुन्छ होइन। सो यहाँको लाइफहरू चाहिँ अलिकति रस भनौँ न, अलिकति रस टाइपको हुन्छ, बिजी टाइपको हुन्छ। सो त्यही नै हो। भए पनि अब दुःख त गर्नु पऱ्यो नि त, के गर्नु, बाँच्नु पऱ्यो। सो उस्तै पऱ्यो। अनि फ्यामिली अब आफू आउँदाखेरिको ऋणहरू हुन्छ, अनि अब अलिअलि त्यता पनि गर्नु पऱ्यो। गर्दाखेरि दुःख चाहिँ गर्नै पर्छ होइन। सो त्यही नै हो गाइज। यति भन्दै अहिलेलाई म बिदा माग्छु होइन। कुरा जति गरे पनि सकिँदैन, तर मेरो दिमागमा चाहिँ कोही बेला आउँछ, कोही बेला आउँदैन, त्यही नै हो होइन। सो अहिलेलाई चाहिँ बाई बाई, वेलकम ब्याक टु दि न्यू भिडियो। सो म चाहिँ भर्खर उठेर बसेको होइन, जस्ट अब एकछिनमा गएको छ, स्कुल जानुपर्ने छ होइन। सो अनि आजभोलि चाहिँ खासै अब त्यति साह्रो राम्रोसँग भिडियो बनाउन नमिल्ने भन्ने के भन्ने त्यस्तै हुन थालिसकेको छ। टाइमहरू अब बिस्तारै नहुँदै जान थालेको छ होइन। सो तर पनि भिडियो चाहिँ बनाउनु पर्छ होइन। म बनाउँछु, सर्ट भने पनि बनाउँछु, लङ नहुन सक्ला होइन। सो तपाईँहरू हेर्नु होइन, रमाइलो गर्नुपर्छ, रमाइलो होस् मेरो भिडियो हेरेर तपाईँहरूलाई रमाइलो होस् भन्ने चाहन्छु होइन। सो आई ट्राई माई बेस्ट। म चाहिँ सकेसम्म राम्रो बनाउने कोसिस गर्छु। सो त्यही नै हो गाइज है, हेर्दै गर्नु। अनि अब चाहिँ मेरो खाना खाने बेला हुनु लाग्यो कि। सो अनि अलिकति ढिलो भयो उठ्दाखेरि चाहिँ, जस्ट अलिक ढिलो भयो, केही छैन होइन गाइज। अब यस्तै त नि जिन्दगीमा, कहिले ढिलो भयो चाँडो त भइहाल्छ होइन। सो खाना खाएपछि भेटौँ है त गाइज। अब स्कुल जानु पऱ्यो नि त। सो 2 पिरियड छ आज नि, 2 पिरियड पढाइ छ। यो हप्ता चाहिँ सबै 2 पिरियड मात्र थियो। मेरो भिडियो चाहिँ अब त्यति साह्रो कमेडी हुँदैन नि त होइन। सो अनि म भनेको अब यहाँको जस्ट डेली लाइफ देखाउनु लाग्यो, अब के कस्तो हुन्छ। सो त्यो अनुसारले अलि पछि चाहिँ अनि मेरो बिलहरू आएपछि म बिलहरू पनि कति आउँछ। सो एक्लै बस्दाखेरि कतिको भनौँ न, कतिको गाह्रो हुन्छ, कतिको बिलहरू आउँछ होइन, कतिको खर्च हुन्छ, त्यो तपाईँहरूमा डिपेन्ड पर्छ। सो सँगसँगै तैपनि मेरो पनि म आफ्नो चाहिँ देखाइदिन्छु होइन, यति जति यस्तो आउँछ उस्तो आउँछ भनेर। सो जस्ट हेर्दै जाऊँ होइन। सो मेरो पहिलाको बिलहरू त त्यहाँ छ कि। अनि योभन्दा अघिल्लो वर्ष चाहिँ मेरो 5 लाख जति चाहिँ काम गरेँ, जे होस् भनौँ न। पैसा त्यति देखेको थियो, 15 लाख हो कि कति देखेको थियो। सो त्यसबाट नि अनि 5 लाखको चाहिँ ट्याक्स आएको छ। त्यो ट्याक्स भनेको चाहिँ लगभग 14,000 2 महिनामा 14,000 जति तिर्नुपर्छ। सो होइन, अनि त्यति गरेर 57,000 चाहिँ ट्याक्स आएको थियो। इन्सुरेन्सको चाहिँ 10,000 गरेर लगभग कति आएको थियो। टोटलमा चाहिँ 98,000 जति आएको रहेछ होइन। यस्तरी आउँछ। सो है त, यो एउटा चाहिँ मेरो बाँकी छ तिर्नुलाई। अनि अझै त्यहाँ एउटा यो चाहिँ 10,000को भयो होइन, मन्थली 10,200 को। अनि अर्को भनेको चाहिँ यो चाहिँ 2 महिनामा एकचोटि तिर्नुपर्छ होइन। 2 महिनामा 3 महिनामा सो भनौँ न, यस्तै 2 महिनामा होला, 2 महिनामा एकचोटि तिर्नुपर्ने हुन्छ। यो चाहिँ मेरो 14,000को छ होइन।
57,000 एउटा चाहिँ 1 लाख गरेर 2 लाख 1.5 लाख जति चाहिँ ट्याक्सको इन्सुरेन्स आएको रहेछ यसपल्ट मेरो। अर्को वर्ष अब भनौँ न बस फेरि 3 महिनापछि चाहिँ फेरि आउँछ नयाँ ट्याक्स आउँछ, कति आउँछ हेरौँ। सो अनि यो छ नि त अब 2 महिनासम्मको लागि चाहिँ यो छ, अब फेरि आउने बेला भयो होला जहाँसम्म लाग्छ। सो आउँछ नै होइन, किनभने पैसा नतिराइदियो भने त कहाँ छोड्छ र होइन, यहाँ त्यही त हो, पैसा तिर्नै पऱ्यो, खानै पऱ्यो, बस्नै पऱ्यो होइन। सो अनि अब चाहिँ म खाना खान्छु, किनभने अलि ढिलो हुन्छ फेरि अलि लेट गऱ्यो भने। सो बाहिरतिर भेटौँला अहिलेपछि। सो यति भन्दै अहिले बाई बाई। पनि ट्रेन छुटेको जस्तो अवस्था भइसक्यो, 43 यहीँ भएछ, आज 50को ट्रेनमा जाने। सो होइन भर्खर बाहिर निस्केँ, गयो अलिकति 1-2 मिनट ढिलो हुन्छ के गर्नु होइन, अब 4 मिनट पर्खिनुपर्छ। गइ भ्यायो, जहिले मिस चाहिँ भइहाल्छ होइन, के गर्नु। सो जहिले मिस गर्छु म चाहिँ ट्रेन होइन। अहिले मर्निङको चाहिँ 4-4 मिनटमा आउँछ, नत्र 8 बजीबाट 9 बजीसम्मको चाहिँ, नत्र भने चाहिँ 15-15 मिनट पछि आउँछ कि 10 मिनट 15 मिनट 8 मिनट हो यस्तैमा आउँछ। अरू बेला चाहिँ यिनीहरूको पनि टाइमअनुसार सेड्युल हुने रहेछ। यतिखेर चाहिँ अलिक मान्छे धेरै हुन्छ नि त, अनि त्यही भएर अलिक चाड चलाउने रहेछ यतिखेर चाहिँ यिनीहरूले। सो त्यही नै हो, यो लोकल हो नि त। अनि उतापट्टिको अर्को योभन्दा अलिकति माथिको भयो भने नर्मल चाहिँ कति यस्तै, अब मेन सिटीहरूमा भयो भने चाहिँ अलिकति डिफ्रेन्ट हुन्छ भने यो गाउँहरूमा चाहिँ 10-15 मिनटको 10 मिनटको 8 मिनटको फरक पर्छ कि हो जस्तो लाग्यो। सो भर्खरै गएकोबाट निस्केँ है म चाहिँ, अनि गएकोबाट अलि यता आइसकेँ। यतातिरको बाटो चाहिँ यस्तै छ होइन, जङ्गल अलिकति उतापट्टि एउटा रोड पनि छ होइन। सो यो बाटो नि पिच त पिचै छ भए पनि है। सो यो बाटो चलिदिन्छु, किनभने यो बाटो शीतल छ कि रमाइलो छ, जाडो महिनामा झन् शीतल है, घामको बाटो हिँड्नुपर्ने ठाउँमा। अनि म चाहिँ अगाडि गएर दाइलाई भेट्नुपर्ने छ, अनि त्यहाँ दाइलाई भेटेर अनि म रुमतिर फर्किन्छु। सो यसो काम पऱ्यो, अन्त दाइसँग भेट्नुपर्ने। सो जस्ट हेरौँ है त। अनि मलाई चाहिँ यो पुल पारिपट्टि आउनु भन्दै हुनुहुन्थ्यो, जस्ट म चाहिँ त्यतातिर लाग्दैछु होइन। यहाँबाट चाहिँ कस्तो बवाल देख्छ कि पछाडितिरको सिनहरू। सो देखाउँछु अहिले एकछिनमा। दाइको फेरि 1:30बाट है कति बजीबाट क्लास छ कि, स्कुल क्लास स्टार्ट हुन्छ। अनि सो त्यही भएर पहिला भेट्थ्यौँ, अनि त्यहाँपछि अहिले यही बाटो फर्किँदाखेरि यसो हान्नुपर्छ। जस्ट हेर्दै गर्नु होला। खासै राम्रोसँग नदेखिने रहेछ कि यहाँबाट होइन, यस्तो देख्दैछ। मैले सोचेको जस्तो चाहिँ अलिकति भ्यू आइरहेको छैन, देखिराखेको छैन होइन। सबै यो के भन्छ यसले गर्दाखेरि यो छेकिरहेछ। हाम्रो मनमा चाहिँ यति धेरै कुरा खेल्छ नि होइन, कहिले के को बारेमा कुरा सोचिन्छ, कहिले के को बारेमा, कहिले के दिमाग कति छिटो चल्छ है, कहिले के त है। तपाईँ आँट गर्नुहोस् म पुऱ्याउँछु भनेर भगवान्ले नि सोचिराखेको हुन्छ अरे कि होइन। सो थाल्नु चाहिँ पऱ्यो कि अब जे भए पनि जस्तो भए पनि थालेदेखि चाहिँ अब केही न केही चाहिँ हुन्छ क्या, जस्ट स्टार्ट चाहिँ गर्नु पऱ्यो। सुरुवातै नगरे के नै हुन्छ र, सुरुवात त गर्नु पऱ्यो नि त फर्स्टमा। आफूले आँटेको सबै कुराहरू हुनसक्छ त। यदि सबै कुरा समयकै हातमा छोडिदिने हो भने त आफूले गरेको कुरा, आफूले चाहेको कुराहरू केही पनि हुन्छ जस्तो चाहिँ लाग्दैन। आफूले पनि त आँट गर्नु पऱ्यो समय छँदैमा। अनि म चाहिँ यहाँ आउँदै थिएँ कि होइन, यहाँनिर चाहिँ यस्तो मजाले काम हुन्छ कि, कस्तो मजाले सिग्नल मिलाएर टक्क होइन, गाडीहरू रोकेर टक्क उतापट्टिको गाडी रोकेर यतापट्टिको गाडी रोकेर यसलाई पठाएर मस्त के, कस्तो बवाल पारामा के। सब यस्तरी नेपालमा पनि हुनु पऱ्यो क्या, वान वे चल्यो तर कति मजाले गरिरहेको छ। यहीँबाट ट्रेन गएको छ, यहीँबाट गाडी गइरहेको छ होइन। सो यस्तो हुनु पऱ्यो कि नेपालमा पनि सिस्टम बनाउनु पऱ्यो कि, त्यही हो त नि गाइज है। यहीँ क्रेन चलिरहेछ, यहीँ गाडी गइरहेछ, यहीँ कन्स्ट्रक्सनको लागि यो मान्छेहरूले रोकेर कति मजाले गरिरहेछ होइन। नेपालमा नि यस्तै बन्नु पऱ्यो कि, यत्तिको हुनु पऱ्यो कि। सो यत्तिकै नभए पनि अलिकति भनौँ न, जे होस् गर्नु चाहिँ पऱ्यो कि, मिलाएर एक्सटेन्ड नहुने पाराले। कति मजाले गरेछ यहाँ काम, जे होस् राम्रो हुनु पऱ्यो कि काम चाहिँ होइन, गर्नु पऱ्यो। अलिअलि यसरी नै सिस्टमहरू लगाएर मिलाएर कन्स्ट्रक्सन हुँदैछ भने यसरी पछाडिको जस्तो साइनबोर्डहरू राखेर अलि अगाडिबाटै नै कन्स्ट्रक्सन हुँदैछ यति मिटर अगाडि जस्तो गरेर त्यसरी गरेदेखि चाहिँ सायद हुन्छ होला है। हिजो भिडियो हाल्यो आज भाइरल हुन्छ भन्ने त छैन नि त, मान्छेहरू हाल्ने साथै हुन्छ भन्ने पाराले सोच्नु हुँदो रहेछ। सो त्यो चाहिँ होइन। अब धैर्य चाहिँ गर्नु पऱ्यो नि त, बिस्तारै धैर्य गरेको पछि मेहनतको पनि फल पाउँछ त। त्यही धैर्यको पछाडि नै बिस्तारै भाग्दैछु होइन।
एकैचोटि सबै भाइरल हुने भएको भए त जति नि बनाउने मान्छेहरू सब भाइरल हुन्थ्यो होला। जस भाइरल भनेको चिज अब बिस्तारै हुने हो। त्यो यदि सबै भाइरल हुने भएको भए सबैजना भाइरल हुन्थ्यो होला होइन। भिडियो बनाउँदै जाने हो, यदि भएनछ भने नि मेमोरीको लागि हुन्छ। यदि भाइरलै हुनुपर्छ भन्ने नि त छैन नि त। यसले गर्न सकेन भन्ने टाइपको त हुन्छ हुन त मान्छेहरू अगाडि भए जे होस् आफ्नो बेस त दिनु पऱ्यो नि त। आफ्नो समय हुँदैमा आफूले गर्न सक्ने कुराहरू गर्न चाहेन भने चाहिँ केही नै हुँदैन होइन। सो जस्ट गर्न चाहिँ पऱ्यो नि त आफूले सक्ने कुराहरू चाहिँ। आफूले गर्न सक्ने कुराहरू पनि नगरिकन समयकै भरमा छोडिदिने हो भने आफू कहिले पनि उँभो लाग्न चाहिँ सकिन्न होइन। आफूले सक्ने कुराहरू चाहिँ गर्नु पऱ्यो नि त। आफूले सक्ने कुराहरू गर्दै गए पो समयअनुसार फल मिल्दै जान्छ। अनि त्यही कुराअनुसार मेहनत गर्दै गए पो सफलता पनि त्यही अनुसार हासिल हुन्छ। यत्तिकै हडबडारेर केही नै नगर्नुभन्दा त पेसेन्ट गरेर बिस्तारै आफ्नो मेहनत अगाडि बढाउनु नै सबैभन्दा बेस्ट हुन्छ। यदि हालिनछ भने नि के छ त नि, हडबडारेर केही हुँदैन। अरू केही कुरा सोच्नु थाल्नुपर्छ। त्यो कुराबाट भएन भने अर्कोबाट हुन्छ कि छोड्नु चाहिँ भएन, अलिकति पेसेन्ट चाहिँ राख्नु पऱ्यो। गर्दा गर्दै पनि तपाईँहरूलाई अर्जेन्ट पऱ्यो भने चाहिँ अति भएन भने चाहिँ केही कुराहरू सोच्नु पऱ्यो।